कृषि कार्य गर्दा कीटनाशक विषाक्तता दुर्घटना धेरै पटक हुने गर। कीटनाशक विषाक्ततालाई तीव्र विषाक्तता र पुरानो विषाक्ततामा विभाजन गर्न सकिन्। पहिले तीव्र विषाक्तता कीटनाशक छर्किने क्रममा वा छर्किसकेपछि केही घण्टाभित्रै हुन्। यसको प्रमुख लक्षणहरूमा टाउको दुख्नु, वाकवाकी लाग्नु, आँखा पोल्नु, रातो हुनु, दुधलो देखिनु अनि मांसपेशी कडा हुनुपर्। पुरानो विषाक्तता लामो समयसम्म विकसित हुन्छ तर परिणाम घातक हुन सक्छ। मुख्य लक्षणहरूमा पहिलाको तुलनामा छिट्टै थकान अनुभव गर्नु, ध्यान केन्द्रित गर्न, सम्झनामा र बुझाइमा समस्या आउँछ, छातीमा चाप हुनु वा हप्तामा एक पटकभन्दा बढी टाउको दुख्नु हुन्। यी लक्षणहरूबाट जोगिन व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग सबैभन्दा आधारभूत उपाय। काम अघि कीटनाशकको छालामा अवशोषण रोक्नका लागि कीटनाशक रोक्ने कपडा, मास्क, सुरक्षात्मक पन्जा, चस्मा जस्ता विशेष सुरक्षात्मक पोसाक लगाउनुपर्छ। यस समयमा पोसाक भनेको शरीरको तापमान नियमन र पसिना निकाल्न सजिलो सामग्रीबाट बनेको हुनुपर्छ। यस क्रममा मास्कमा ग्यास विरोधी मास्क वा सक्रिय कार्बन भएको धुलोरोधक मास्क प्रयोग गर्नुपर्छ। साथै कीटनाशक छर्किने क्रममा थकान भएको बेला काम गर्न नहुने, गर्भवती वा महिनावारी भएको बेला कीटनाशक छर्किने काम कहिल्यै गर्न नहुने हुन्। काम गर्दा धूम्रपान गर्न हुँदैन। कीटनाशक छर्किँदा कम्मर वा घाँटीमा बाँधेको रुमालले पसिना पुछ्न हुँदैन अनि रुमाललाई प्लास्टिकको झोलामा अलग्गै राख्नुपर्छ। कीटनाशक छर्किसकेपछि तुरुन्तै नुहाउने, ब्रस गर्ने र लुगा फेर्ने गर्नुपर्छ, जसले गर्दा कीटनाशक शरीरमा प्रवेश नगरोस्। सुरक्षा पोसाक तुरुन्तै धुनुपर्छ र अन्य लुगाहरूबाट अलग्गै राख्नुपर्छ। कीटनाशकको व्यवस्थापन गर्दा पनि ध्यान दिनुपर्छ। कीटनाशकलाई चाबी लागेको विशेष क्याबिनेटमा राख्नुपर्छ र खाली बोतललाई छुट्टै फाल्ने स्थानमा राखेर नष्ट गर्नुपर्छ। यदि कीटनाशक छर्किँदा शरीरमा लागेमा के गर्ने? यदि कीटनाशक मुखमा प्रवेश गर्यो भने तुरुन्त पानीले कुल्ला गर्नुपर्छ। यदि मुखबाट कीटनाशक निल्यो भने पानी वा सलाइन पानी पिउनुपर्छ र उल्टी गरेर पेटको वस्तु निस्कनेसम्म थुक्नुपर्छ। छालामा लागेमा साबुनले 15 मिनेटभन्दा बढी समयसम्म राम्ररी धुनुपर्छ। कपडामा लागेमा तुरुन्त खोल्नुपर्छ र छालामा साबुनले सफा गर्नुपर्छ। यदि आँखाभित्र कीटनाशक छिर्यो भने बहने पानीमा 15 मिनेटभन्दा बढी समयसम्म सफा गर्नुहोस् र आँखामा गज राखेर हल्का थिच्नुहोस्, त्यसपछि अस्पताल जानुहोस्। यस अवस्थामा आँखा कहिले मिच्न हुँदैन। कीटनाशक विषाक्तताबाट बच्न सजिलो कामभन्दा सुरक्षा प्राथमिकता दिने कृषि कार्य अनिवार्य रूपमा पालन गर्नुपर्छ।